फर्स्टमा तपाईले चाहिँ आफूले त्यो कुरा सिक्नुपर्ने हुन्छ, आफूलाई त्यो सबै सिक्नु भएको कुरा इम्प्लिमेन्ट गर्न आउनु पर्ने हुन्छ। तपाई फुल टाइम एम्प्लोइ भएर काम गर्छु भन्नुहुन्छ भने पनि दैट इज कम्प्लिटली फाइन, तर त्यो कम्पनीमा चाहिँ तपाईले सिक्ने इन्भाइरोमेन्ट पाउनुहुन्छ कि नै त्यो चेक गर्नुपर्ने हुन्छ। तर फ्रीलान्सर भएर काम गर्नुभयो भने चाहिँ अलिकति बेसी नै सिक्न पाउनुहुन्छ, किनकि त्यहाँ तपाईलाई सिकाउने मान्छे कोही हुँदैन, तपाईले आफ्नै मिस्टेक्सबाट नै सिक्नुपर्ने हुन्छ क्या। सो त्यही भएर तपाईको दुईटै वे राइट वे हो। मैले स्टार्ट गरेको एज अ फुल टाइम एम्प्लोइ नै हो, तर डिसिजन तपाईको हातमा छ। फुल टाइम एम्प्लोइ भएर काम गर्नुभयो भने चाहिँ मन्थली स्यालेरी टाइममा आउँछ, सिक्नको लागि पनि यदि मान्छेहरू छ भने त्यो पनि एउटा अपर्च्युनिटी पाइन्छ। तर फ्रीलान्सिङमा चाहिँ टाइम फ्रिडम हुन्छ, लोकेसन फ्रिडम हुन्छ, तर एभ्री मन्थ हैन एउटा फिक्स्ड अमाउन्ट आउँछ भन्ने त्यो ग्यारेन्टी हुँदैन। सो यो दुईटा कुरालाई तपाईले राम्रोसँग एनालाइज गर्नुस् र कुन चाहिँ रिस्क तपाईले लिन सक्नुहुन्छ अनि बल्ल आफूलाई त्यसमा इन्भल्भ गराउन पर्ने हुन्छ।